तपाईले भनेको सुन्नुहुन्छ नि, खाना खाँदा पानी पिउनु हुँदैन र बिहान खाली पेटमा कागती पानी खाँदा बोसो पगाल्छ। के यो कुरा साँचो हो त? आउनुहोस् वैज्ञानिक तथ्य अनुसार कति सत्यता र कति भरम छ बुझौं। खाना खाँदा पानी पिउनु हुँदैन भन्ने भ्रम हो है। सत्यता पानी पिउन मिल्छ। खाना खाँदै गर्दा ठिक्क मात्रामा पानी पिउनाले डाइजेसनलाई अर्थात् पाचन प्रणालीलाई हानि गर्दैन। यो हेल्थ लाइनमा देख्न सक्नुहुन्छ। खाना खाँदै गर्दा या अगाडि पानी खानाले खानालाई सफ्ट बनाउँछ र पाचन प्रक्रिया सहज बनाउँछ। र यो हेर्नुहोस्, पबमेड स्टडी भन्छ पानी र फुड अलग अलग तरिकाले प्रोसेस हुन्छ। मतलब पानीले पाचन प्रक्रियालाई रोक्दैन, बरु खानासँगै पानी खानाले ओभर इटिङ कम गर्न मद्दत गर्छ, जसले वेट कन्ट्रोलमा सम्म मद्दत गर्छ। त्यसैले खाना खाँदै गर्दा पानी पिउनु हुँदैन भन्ने कुरालाई साइन्सले सपोर्ट गर्दैन, अर्थात् यसको कुनै प्रमाण छैन। बरु पानीले खाना निल्नलाई सहज बनाउँछ र पाचन प्रक्रियामा हेल्प गर्छ। यदि तपाईहरू खाना खाने बेला पानी खान हुँदैन भन्ने भ्रममा हुनुहुन्छ भने पानी खानुहोस् ढुक्कसँग। यसले तपाईलाई फाइदै गर्छ, तर ठिक्क मात्रामा। साइन्सले भन्छ पानीले पाचन प्रक्रिया बिगार गर्दैन, तर गलत जानकारीले पक्कै बिगार्छ है। त्यसैले यस्तो स्वास्थ्य जस्तो संवेदनशील कुरामा सही जानकारी लियौं र बिहान खाली पेटमा कागती पानी खाँदा बोसो पगाल्छ भन्ने कुरा के हो त? यो पनि वास्तवमा एक भ्रम हो। यसको सत्यता हो कागती पानीले डाइरेक्ट बोसो पगाल्दैन। फ्याट लस हुनु भनेको क्यालोरी डेफिसिट गरेर हो। डाटा भन्छ एक ग्लास कागती पानीमा जम्मा 5 क्यालोरी हुन्छ र मेटाबलिजम बुस्ट पानीले गर्छ, कागतीले होइन। त्यसैले कुनै स्ट्रङ ह्युमन रिसर्च छैन जसले देखाउँछ खाली पेट कागती पानी खानाले बोसो पगाल्छ भन्ने कुरा। यद्यपि कागती पानी खानु राम्रो हो र शरीरमा यसका धेरै फाइदाहरू पनि छन्। जस्तै भिटामिन सी को लागि एकदम उपयुक्त छ, एन्टिअक्सिडेन्ट पाइन्छ, वेट लस गर्न पनि कहीँ कतै मद्दत गर्छ। त्यसैले कागती पानी खाएर बोसो पगाल्छ भन्ने भ्रममा हुनुहुन्छ भने यो सत्य होइन। कागती पानीले पक्कै पनि शरीरलाई एकदमै राम्रो गर्छ, तर डाइरेक्ट बोसो चाहिँ पगाल्दैन है। यो कुरा जानिराख्नुहोस् र यस्तै इभिडेन्स बेस्ड स्वास्थ्य जानकारीको लागि फलो गर्न नबिर्सिनु होला। र अब अर्को भिडियोमा के को बारेमा जान्न चाहनुहुन्छ प्लिज कमेन्ट गर्नु होला। धन्यवाद।